हामी कहाँको गुन्डु केपी बा बस्ने ठाउँमा के ओइ आज हामी कहाँ जाने कुरा थियो तर हाम्रो प्लान क्यान्सल भएर हामी कहाँ जाँदैछौँ अरे गुन्डु जाँदैछौँ हाइकिङ सबले देख्नु सरेर गाइज आऊ छिटो नै के ओए तिमीहरू आफ्नो जिद्दी नगर त छिटो जो चाहिँ तिमीहरूको ल गाइज हेर्नु तिनीहरू दुईजना चाहिँ छुटेर गयो सेक्सीहरू चाहिँ हामी ल हेरौँ ल तिमीहरूको भिडियो बनाइदिन्छु म तिमीहरूलाई मेरो भ्लगमा वेलकम छ हामी चाहिँ फर्स्ट टाइम छोडैमा दौडिन्छ लु दौड ल ओइ मेरो नि आजको आउटफिट देखाइदेऊ त गाइज मेरो आजको आउटफिट अफ द डे सरारा कस्तो देखाएको छ भन्नु होला दामी ल भाइ मेरो पनि देख ल तिम्रो पनि आउटफिट ल आज हामी सेम जस्तै ड्रेसअप गरेर हिँडेको छौँ हामी तिनजना चाहिँ लङ लुगा लाउनु चाहिँ यताबाट आइछौँ नि त त्यही त यस्तो मान्छेलाई के भयो यस्तै हुन्छ त्यही भएर हाम्रो बाटो भयो अरे कहाँ बाटो भने के खान्छ हामी सँगै आऊ भनेको नि आऊ ल आऊ प्यारी नजान चिप्लिन्छ चप्पल झन् छिटो यहाँ देख्न सक्नुहुन्छ एकजना मान्छे अर्को फेरि गयो नि अब हाइकिङ गर्ने जुत्तै हुन्छ नि त त्यही भएर दिमाग खराब हो त अनि यसमा हामी चाहिँ सजिलो बाटो आएर अघि आइपुग्यौँ यो दुइटै यिनीहरूको हालत यस्तो छ त्यही भएर छिटो बाटो कहिले नरोज्नु भनेको यही हो बुझ्यौ मन छ तिमीलाई भ्लगमा वेलकम हे भगवान् कस्तो राम्रो देखाएको छ राम्रै निकालेको छु म भन कस्तो लागिरहेछ झरौला सात भन्ज्याङ भने पनि त्यो पनि तरौला तिम्रै लागि हो भने ल चाहिँ हिजोदेखि धुलो खाएकै छौँ मन छ हिजो कस्तो धुलो आज पनि खाने हो कसरी ए ल जाऊ अहिले त्यहाँ छ क्या ठाउँ गाइज हामी चाहिँ यस्तो ठाउँमा हिँडिरहेको छौँ है यो मान्छेले ल्याएको गर्मी जाडो भइरहेछ यस्तै राम्रो ठाउँहरूमा आउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला सम्पर्क नम्बर चाहिँ कमेन्ट गर्नु होला अनि हामी सम्पर्क नम्बर दिइहाल्छौँ है यस्तो बाटोमा हिँडिरहेको छौँ हामी यति राम्री भएको बिजुली बालेर हट भएर पाट भएर ब्युटी भएर केटो हेरेको हेरे के बेइज्जत गरेर गएको नि गीत गाउनु पाइँदैन यस्तो जङ्गलमा हाम्रो चराचुरुङ्गीले सुन्छ होइन प्रकृतिको मजा लिनु परेन केटी हो नलजाऊ गाऊ फेरि गाऊ त गाउँ त लिम्बू एउटा त्यही नगाउ नि फेरि साइड हेर गाडी आयो यस्तो घाममा हामी यति राम्रो भएर हिँडिरहेछौँ तर यो घामले हाम्रो पसिनाले मेकअप बगाएर सक्नु लाग्यो खाउनु छिटो तिमीहरू हेर्न त म भिडियो बनाइदिन्छु तिमीहरूको एक कुन केटी मन पऱ्यो गाइज कमेन्ट गर्नु होला ल भयो यता हेर बस्ने होइन गाइज हामी चाहिँ यिनीहरूले कहाँ ल्यायो भनेको त यहाँ ल्याएछ है लु देख्न सक्नुहुन्छ
लगेर जाँदैन कसम जाँदैन डेटिङ आउनु ठाउँ रहेछ कि गाइस डेटिङ गाइस यहाँनिर चाहिँ यस्तरी आउने ठाउँ रहेछ तर हामी यत्तिकै आयौँ सबैजना ग्रुप बसेर ड्राई पिकनिक आउने ठाउँ रहेछ अनि कपल्स आउने ठाउँ रहेछ तर हामी चाहिँ यत्तिकै आयौँ फोटो खिच्ने क्रम जारी छ यहाँ फोटो राम्रो आएन भनेर रिस छ होइन सुरेसा तिमीहरू दुईजना होइन फोटो नराम्रो आयो भनेर रिसा गर्ने फेरि यो दुइटा चाहिँ देउता फोटो आओस् नआओस् राम्रो आओस् नआओस् तिमीहरूलाई मतलब छैन होइन जस्तो आयो एउटा दुइटा खिच्यो सक्यो चाहिँ फोटो सुट गर्ने ठाउँहरू पनि रहेछन् खाजा खाने अरे के खाने भनेको वाउ मान्छे राम्रो हो कि फोटो राम्रो हो कि ओ के बनाउनु लाग्यो खाजा अब हामी चाहिँ खाजा खानु लागेको मिठो बनाइदिनु ल आन्टी चटपटे खाजा पनि आयो ओ 100 रुपियाँको चटपटे कति थोरै हाम्रोमा त गाई 30 रुपियाँको चटपटे यो न धेरै आउँछ हौ खाउ त कस्तो छ तिनीहरूको के बस्यो बाल्दियो नाच गर्न हाम्रो होइन तर अब यस्तो तिनीहरूको धेरै अब मान्छेले ट्रोल पनि गर्ने भने भएको हो राज हुने हो के थाहा गर्ने त्यो हामी लाग्यो यति बेला कस्तो लाग्यो भन रमाइलो अनि अरू भन न एकदम हट भएर आएपछि यस्तै हो यो कति धुलो नि धुलो चाहिँ धुलो हिजोदेखि धुलो खाएको छ रुगा लगा छ तर के भन्छ म चाहिँ उयो भयो नि के भयो कस्तो भयो त्यसलाई के भन्छ हौ सोचे जस्तो नभयो भएन के भएन तिमीले जस्तो एक्सपेक्ट गरेको थियो भएन मैले चाहिँ डाँडा सोचेको थिएँ तर तिमीले डाँडा भन्यौ नि त अनि अनि अहिले यत्रो आएको डाँडा चढेर आयो नि त साथी अनि म डाँडै होला सोचिरहेको थिएँ कि डाँडा त चढेर आयो तर हामी जाने डाँडा बस्ने डाँडामै होला सोचिरहेको थिएँ तर लास्टमा तर जोस् राम्रो त राम्रै रहेछ अलि हरियो भयो भयो भने चाहिँ राम्रो रहेछ तर रमाइलो भयो तर 100 रुपियाँको चटपटे त छ्या 10 रुपियाँको जति पनि त्यो नि मान्छ बरु त्यो खिचेर बनाएर अझै पनि सकेनन् यिनीहरूले भयो कि भएन मन दिन्छु मुटु दिन्छु फेर्नु पर्ने सास